हेलो माई फ्रेन्ड, के तपाईहरुको आइडी पनि फ्रिज भएको छ? के तपाईहरुले पनि भिडियो पोस्ट गरेको घण्टौसम्म पनि भ्यू जाँदैन? यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुस् अनि तपाईहरुको भिडियोमा म्याजिक आउनेछ। सुरुमा तपाईहरुले यहाँ टिकटकलाई अन गर्नुस्, त्यसपछि तपाईको टिकटकको प्रोफाइलमा जानुस्। प्रोफाइलमा गइसकेपछि माथि थ्री लाइनमा क्लिक गर्नुस्। थ्री लाइनमा क्लिक गरिसकेपछि टिकटक सेटिङ प्राइभेसीमा जानुस्। सेटिङ प्राइभेसीमा गइसकेपछि तपाईले यहाँ तल हेर्नुपर्ने हुन्छ। यहाँ तल चाहिँ तपाईको रिपोर्ट प्रब्लम भनेर त्यहाँ देखाएको छ। रिपोर्ट अ प्रब्लम भनेर त्यहाँ देखाएको छ। त्यसमा क्लिक गरिसक्नु भएपछि तपाईले चाहिँ यहाँ फेरि तल जानुस्, फिड प्ले एन्ड ब्याक लेखेकोमा जानुस् र क्लिक गर्नुस् फिडमा। त्यसपछि भिडियो अन द फिड भनेर देखाएको छ, त्यसमा क्लिक गर्नुस्। त्यसमा नोमा क्लिक गर्नुस्। त्यसपछि तपाईको यहाँ एउटा तपाईले मेसेज टाइप गर्नुपर्ने हुन्छ। तपाईले चाहिँ यहाँ लेख्नुस् अनफ्रिज माई अकाउन्ट भनेर लेख्नुस्। ल, अनफ्रिज माई अकाउन्ट भनेर तपाईले यहाँ लेख्नुस्। त्यसपछि हेर्नुस्, तपाईलाई चाहिँ यहाँ चाहिँ एउटा अप्सन आउँछ। तपाईले फोटो चाहिँ तपाईको टिकटकको प्रोफाइलको चाहिँ तपाईले स्क्रिनशट हानेर चाहिँ तपाईले चाहिँ यहाँ चाहिँ तपाईले यसलाई चाहिँ पोस्ट गरिदिनु पर्ने हुन्छ। तपाईले चाहिँ यहाँ चाहिँ मैले चाहिँ पोस्ट गरिसकेको छु। अब तपाईले चाहिँ यस्तै गरेर पोस्ट गर्नु होला। त्यसपछि चाहिँ तपाईको चाहिँ यहाँ चाहिँ तपाईले लेख्नुस् सपोर्ट माई भिडियो भनेर लेख्नुस् है। त्यसपछि चाहिँ सपोर्ट माई भिडियो भनेर लेखिसकेपछि तपाईले यसलाई सेन्ड गरिदिनुस्। अनि त्यसपछि फेरि तपाईले यहाँ तल चाहिँ फर यु भनेर लेख्नुस् है, फर यु भनेर लेख्नुस्। त्यसपछि चाहिँ तपाईले यहाँ फेरि तल फिड भनेर लेख्नुस्, फिड भनेर लेख्नुस्। त्यसपछि तपाईँ चाहिँ फिड भनेर लेखिसकेपछि तपाईँ ब्याक जानुस् हैन, यसलाई सेन्ड गरिदिनुस्। त्यसपछि तपाईँ ब्याक जानुस्। ब्याक गइसकेपछि तपाईले चाहिँ एउटा राम्रो भिडियो बनाएर पोस्ट गर्नुस्। अनि त्यसपछि तपाईको भिडियोमा म्याजिक हेर्नुस्। 1 घण्टा पछाडि तपाईको भिडियोमा कसरी भ्यू जान्छ है त। थ्यांक यू सो मच। यस्तै भिडियोको लागि चाहिँ मलाई चाहिँ फलो गर्न नबिर्सनु होला।